हजुर, अछाम जिल्लाको साँपेबगर नगरपालिका वडा नम्बर 9 बुढाकोट घर भई हाल बिरानो प्रदेश भारतको मुम्बईबाट महेश साउद उहाँले लेखी पठाउनु भएका एकदमै मन छुने गीतहरू वाचन गर्दैछु, जसको शीर्षक रहेको छ गाउँकै झल्को आउँछ। बाँकी गीतबाट साँपेबगर हाट लाग्याको मोटा चामलको मै मात्र अभागी रहेछु मेरा दामलको, मै मात्र अभागी रहेछु मेरा दामलको। कसो होला आज भोलि मेरा घर देशमा, गाउँमै छुट्या आमा बुवा म छु परदेशमा, गाउँमै छुट्या आमा बुवा म छु परदेशमा। कठै कठ कमाई खाने हली मर्यो बाजै रहिगयो सेरो, परदेशमै दिन बिताउनु भाग्य रहेछ मेरो, परदेशमै दिन बिताउनु भाग्य रहेछ मेरो। राति रुमाल रङ्ग गयो नमैली धुनाले, रात ध्यारै दिन ध्यारै परदेशी हुनाले, रात ध्यारै दिन ध्यारै परदेशी हुनाले। कठै कठ जाबैना खोलीका घाँस आँसी भाग्याकी छ, जन्म दिने आमा बाकी सम्राई लाग्याकी छ, जन्म दिने आमा बाकी सम्राई लाग्याकी छ। कठै कठ जिन्दगी अल्पत्र फाल्यो हालेका होराले, आमा बालाई सम्झेकै छ परदेशी छोराले, आमा बालाई सम्झेकै छ परदेशी छोराले। हिमाल हिउँ पढ्न लाग्यो काँचै डाँफ्या चरी, दुःखै लाउनु दुःखै खानु रहेछ जीवनभरि, दुःखै लाउनु दुःखै खानु रहेछ जन्मभरि। कठै कठ हाउडा रेल कलकत्ता बाइगई लुहा डन्डी थर्काई, कठै मेरा अछाम जिल्ला कहिले होली फर्काई, कठै मेरा अछाम जिल्ला कहिले होली फर्काई। अछाम जिल्ला बुढाकोट सुन्दर मेरो गाउँ छ, परदेशमा परदेशीलाई गाउँकै झल्को आउँछ, परदेशमा परदेशीलाई गाउँकै झल्को आउँछ। कठै कठ हस्त धन्यवाद। हजुर, यसै गीत मार्फत सम्झिनु पर्दा मेरो प्यारो जन्मभूमिलाई धेरै धेरै सम्झेको छु र त्यसै गरी मेरो सम्पूर्ण घर परिवार, आफन्तजन, इष्टमित्र, साथी सङ्गी र मलाई महेश साउद भनेर चिन्ने नचिन्ने सबैलाई पनि मिठो माया मिठो सम्झना छ।